तैँले त भनिस् बहिनी कि तेरो मुखभन्दा पहिले हात चल्छ भनेर। अब यता सुन, मेरो छ नि मुख हात लात सबै बराबरी चल्छ। आज हामी कुरा गर्नेछौँ यस्तो केटीको बारेमा जसको काण्डको क्रेज र एक्साइटेड डिबी पर्नु भन्दा पनि बढी रहेछ। थाहा छैन काण्डको बारेमा, त्यसलाई म एक्सप्लेन गर्छु। भनेको भाइ साहब दिदी त बदमास रहेछ यार। दिदी सरी, म अब तपाईको रोस्ट गरिन, सरी दिदी प्लिज, गल्ती भएले यस्तो भन्ने मान्छे छुइनँ म। त्यही भएर त भन्दैछु कम्मर माथि ठिकै रहेछ, कम्मर माथि त रै फाँडै रहेछ। के देखाइरहेको आज गतिले सामानमा देखाउने गतिले भए पनि ल अब हो भनेर ल आए पनि केही हुँदैन भन्नु क्या। एकजना हिरोइनको पनि पहिला एउटा यस्तै भिडियो आएको थियो नि, कस्तो घिनलाग्दो थियो नि, वन जङ्गल। हेलो साथीहरू, आज हामी कुरा गर्नेछौँ वेशमाला घटेका काण्डको बारेमा। जसो त नेपालमा बेला बेलामा विभिन्न खालका काण्डहरू घट्दै गरेका छन्। कसैले नङ्गा छोरी देखाउने त कसैले पब्लिक प्राइभेट भिडियोहरू पब्लिकेसन गर्ने क्रम एकदमै बढी चल्दो क्रममा छ। अहिलेका बेरोजगार युवाहरूलाई काण्डको लिङ्क सेयर गर्दै ठिक्क छ भन्दा पनि फरक नपर्ला, किनकि एउटाले काण्ड अर्को ठाउँ पठायो, अर्कोले काण्ड अर्को ठाउँ पठाएर काण्ड पठाउँदै मान्छेको दिन जाने गर्दछ। झन् अहिले सामाजिक सञ्जालमा त्यस्ता खालका ग्रुपहरू पनि बनाएका छन् जो काण्ड कहिले आउला भनेर पर्खिने खालका ग्रुपहरू पनि एकदमै धेरै छन्। सबै युवाहरू त्यहीँतिर झुम्बेको देखिन्छ। साथीहरूको माझमा पनि त्यो काण्डकै कुरा हुन्छ भनेपछि 2-4 जना मान्छेहरू जम्मा भएको ठाउँ हेर्ने हो भने त्यहाँ पनि काण्डकै कुरा हुन्छ। त्यस्तै अहिले चाहिँ तत्कालै नेपालमा चलेको एउटा काण्ड चाहिँ गङ्गु छेत्रीको काण्ड चाहिँ एकदमै चर्चामा छ। त्यो चाहिँ गङ्गु छेत्रीले कोही आफ्नो पार्टनरसँग गङ्गु छेत्रीले चाहिँ आफ्नो पार्टनरसँग लुगा खोलेको भिडियो चाहिँ पब्लिक भएको छ। गङ्गु छेत्रीले आफै पनि भनेकी छन् यो मेरो भिडियो पास्ट हो भनेर भर्खरै भिडियो बनाएकी छन्। तर पनि यसको बारेमा चाहिँ सामाजिक सञ्जालमा विभिन्न मान्छेले चाहिँ आफूले राम्रो कुरा पनि भनेका छन्, नराम्रो कुरा पनि भनेका छन्। कतिले यो काम छैन, कतिले चाहिँ यसको बारेमा धेरै नराम्रो अब गाली बेइज्जतीहरू पनि छन् भने कतिले यो भिडियोको बारेमा चाहिँ अब त्यो केटालाई पनि त दोष हो, केटोले पनि त गल्ती गर्यो भन्ने खालको पनि प्रतिक्रियाहरू दिएका छन्। तर गल्ती त कसको भयो त्यो त अब गङ्गु छेत्रीले थाहा छ। गल्ती हामीले यहाँबाट लगाउने अनुमान अनुसारको गल्ती भएको चाहिँ दुवैजनाको हो। गङ्गु छेत्रीको केसमा चाहिँ किन भन्दाखेरि दुवैजनाले अब पहिलो गल्ती चाहिँ गङ्गु छेत्रीको, दोस्रो गल्ती विश्वास गर्ने मान्छेको। जो माथि विश्वास गर्यो त्यो मान्छेले नै घात गर्नु त्यो मान्छेको ठुलो गल्ती हो। तर जो पाए त्यहीसँग विश्वास गर्नु भनेको गङ्गु छेत्रीको ठुलो गल्ती हो, त्यो भन्ने बुझिन्छ। तर यसको बारेमा पनि गङ्गु छेत्रीले आफै केही कुरा भनेकी छन्, त्यो हेरौँ थोरै। र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नुभएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर होइन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु होइन। मेरै नाममा बनिएको छ, थ्याङ्क यू। मेन कुरा म भन्न आएको चाहिँ कुरा, सरी म बिर्सिहाल्छु होइन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभनौँ वरेभर। अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो होइन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ होइन र, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो होइन। अब सबैले भिडियो त हेरिसक्नुभयो होला होइन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त होइन, बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले होइन। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा यो ट्याटु छ, यो मेडुसाको, आई गट दिस ट्याटु 1 वर्ष अगाडि है।
अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसम्म मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो, अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा, मेनली कुरा चाहिँ है। अनि यो भिडियो हेरेपछि हामीले चाहिँ के देख्न सक्छौँ भने गङ्गु छेत्री आफू चाहिँ स्ट्रङ मानसिक रूपमा चाहिँ बलियो भएको बताइरहेको छ। तर मानसिक रूपमा बलियो हुनु भनेको एकदमै राम्रो पक्ष पनि हो, किनकि मान्छेले डिप्रेसनमा जानुभन्दा, मान्छेले अब भएको कुरालाई कोट्याउनुभन्दा आफैलाई चाहिँ मानसिक रूपमा परिपक्व हुनु भनेको एकदम राम्रो कुरा हो। तर कुरा कहाँनिर आउँछ भने उनले जति मानसिक रूपमा बलियो छु भन्दाखेरि पनि त्यो जुन घोचेको घाउले चाहिँ उनको मुटु अवश्य पनि घोचेको होला हैन। त्यो घोचेको मुटुलाई चाहिँ अब अरूले हामीले भनेर पनि केही हुनेवाला छैन, अरूले भनेर पनि केही हुनेवाला छैन। अब चाहिँ कुरा जाउँ अरूले गरेको कमेन्टको बारेमा। एकचोटि गङ्गु छेत्रीको बारेमा अथवा यस्तै काण्डको बारेमा जयकिशन बस्नेतले पनि केही कुरा भनेका छन्, त्यो पनि थोरै सुनौँ। एकदम उहाँ फेरि टिकटकको भाइरल केटी नै रहेछ होइन। अनि अनुहार चाहिँ एकदम क्युट थियो होइन। तर उहाँको त्यस्तो नाङ्गो भिडियो आउँदाखेरि मलाई एकदम दुःख लाग्यो, किनभने होइन म त्यो जस्तै त्यो केटीले त देखायो होइन आफ्नो गुप्ताङ्गहरू, मलाई रिस उठिरहेको छ होइन। त्यो जसले त्यो पब्लिक गर्यो कि त्यो कसले गर्यो त, मैले अलिअलि त्यो मलाई त्यो मिडियाका मान्छेले भन्दै थियो उसकै बोयफ्रेन्ड अथवा उसको को अब होइन, जसलाई उसले इयरफोन लगाइरहेको छ नि त, इयरफोनमा बोले अलिअलि सुने मैले, ओके त्यो नि हेर्ने हो ल है त भनेर खै के बोलिरहेको छ नि त, उसले एकतर्फी मात्र बोलिरहेको छ किनभने उसले इयरफोन लगाइरहेको छ। अब त्यो मान्छे जसले त्यो लिक गराएको छ नि त्यसलाई कारवाही गर्न हुन म चाहिँ अनुरोध गर्न चाहन्छु नेपाल प्रहरीलाई पनि सरकारलाई पनि। पहिलो कुरो होइन उत्तेजनामा आएर त्यस्तो चिज गर्ने नै होइन क्या, भिडियो कलमा भेटेर गर्ने होइन। भेटेर गरेपछि एकदम त्यो बरु फिजिकलै रिलेसन राख्न, बरु कम्तीमा बन्द कोठामा त हुन्छ। तर यस्तो मान्छेले त दुईजना केटाकेटी सुताएको नि भिडियो बनाउन के गरेर भने कैयौँको आएको छैन र एउटा नवनायिकाको आइरह होइन। पहिला खै कति मिनटको आएको थियो, अहिले त 52 मिनटको आएछ अर्को फेरि। अर्को आइसक्यो, मलाई त्यही अब नाम लिन मिलेन, तिमीले पनि भेट्यो, जोसँग मैले भेटेँ उसैले देखाएको मलाई। दाइ झन्नैले नाम ल्याएर त्यो केटीको पनि उहाँ अहिले नवनायिका हुनुहुन्छ, उहाँको 52 मिनटको अर्को फेरि केटा चर्चित अथवा निकै धेरै यस्तो चाहिँ किन गर्छन् कि चाहिँ सिधै हामी त ब्लु फिल्म खेल्ने मान्छे हो भन्नुपर्यो, केटाले पनि केटीले पनि। प्रदर्शन भएका कुरासम्मलाई उनले उचाल्दै आएका, उनले चाहिँ बोल्दै आएका छन्। उनी कतिले त यस्तो पनि भनेका छन् कि जयकिशन बस्नेत जे मनमा आयो त्यही बोल्छ, पागल पनि भनेका छन् भने कतिपय उनकै भाषण हेरेर कुरा सुनेर आनन्द लिने मान्छेहरू पनि धेरै छन् अथवा रमाइलो गर्ने मान्छेहरू पनि धेरै छन्। गङ्गु छेत्री एकदमै भाइरल मान्छे, गङ्गु छेत्री टिकटकमा एकदमै पपुलर छन्। उनी सबैको दर्शकको छेउछेउसम्म पुग्नलाई योग्य छन्, यो कुरा पनि गङ्गु छेत्रीलाई थाहा नै थियो। तर यति ठुलो पब्लिक फिगर भएको मान्छे, पब्लिक फिगरले त आफ्नो सिक्रेट कुरा र आफ्नो प्राइभेसी चाहिँ आफै राख्नुपर्छ भन्ने कुरा चाहिँ गङ्गु छेत्रीलाई जानकारी हुनुपर्ने हो। यो होइन कि गङ्गु छेत्री मात्रै होइन कि जति पब्लिक फिगरहरू हुनुहुन्छ सबैले चाहिँ यो विषयमा चाहिँ सजग रहनुपर्छ, किनकि अहिलेको जमाना यस्तो छ डिजिटल युग, कति बेला मान्छेले कहाँ के बिगारिदिन्छ कसैलाई पनि थाहा हुँदैन। मान्छेको कर्म कहाँ छ, मान्छेको कहाँनिर अन्त्य हुन्छ, मान्छेको कहाँनिर सुरुवात हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। कोही व्यक्ति उदाहरणीय यस्ता पनि छन् कि रातारात भाइरल भएर करोडौँको गाडी चढेका उदाहरणहरू पनि थुप्रै दिन सक्छौँ हामीले। कोही मान्छे यस्ता छन् कि करोडौँ भएका मान्छे यही सोसल मिडियाकै कारणले गर्दाखेरि रातारात बाटोमा उत्रिएका पनि उदाहरण थुप्रै पाउँछौँ हामीले। त्यसैले यो सोसल मिडियाले अहिले के गरेको छ भनेदेखि नि कतिपयलाई एकदमै फाइदा गरेको छ, कतिपयले लाखौँ करोडौँ छापिरहेका छन् त्यही पनि घरमै बसेर, तर कतिपयलाई एकदमै घाटा गरेको छ, आफूसँग भएको कुरा पनि गुमाइरहेका छन्। तर कतिपयलाई चाहिँ इन्जोय गरेको छ, एकदम धेरै इन्जोय गरेको छ, तर कतिपयको चाहिँ मानसिक अवस्था एकदम कमजोर हुने काम गरेको छ। जस्तै हामीले बनाएका कुनै पनि भिडियोहरू चाहिँ अरूलाई इन्जोय हुन्छन्, तर त्यो भिडियोमा बन्ने पात्रहरूको लागि एकदमै दुःखदनीय हुन्छ।
यो कुराहरू पनि कन्टेन्ट बनाउने क्रिएटरहरूले पनि ख्याल गर्नुपर्ने देखिन्छ।